भावी प्रधानमन्त्री बालेन्द्र शाह। नमस्ते 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 नमस्ते। तपाईहरुको फेभरेट कलर कुन हो? रङ नीलो। तपाईहरुको फेभरेट बाजा कुन हो? बाजा बजाउन मिल्ने चिज। यसपालि के गर्ने त्यसलाई? अघि प्लेनबाट ल्यान्डिङ गर्दा गर्दा एउटा कुरा नोटिस गरिरहेको थिएँ। यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है। सबका सब निलो। जिस्काउनलाई राखे जस्तो। कसलाई जिस्काउनु भएको त्यसरी? त्यो निलो छानाले चाहिँ त्यो छतलाई मक्किनबाट जोगाउँदो रहेछ क्या, राष्ट्रिय स्वतन्त्र पार्टी जस्तै। चितवन अघि झर्दै गर्दाखेरि एकजना भाइले भन्नुभयो, दाइ देशभरि जाँदाखेरि जसरी टुरिज्म प्रमोसन गर्नु भएको थियो एकचोटि चितवनको पनि टुरिज्म प्रमोसन गरिदिनु होला भनेर। मैले भने मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ, रोनाल्डोलाई फुटबल खेल्न सिकाउनु पर्छ। हाम्रो चितवनका हाम्रा थारू समुदायमा भएका होमस्टेहरू रिसोर्टहरूमा देख्न सकिन्छ कि यहाँको उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरालाई कसरी उहाँहरूले टुरिज्म प्रमोसनको लागि उहाँहरूले विश्वमा चिनाउनु भएको छ। त्यो हेर्दाखेरि चितवनले चाहिँ देशलाई टुरिज्म प्रमोसन सिकाउनुपर्छ। घरमा खाने आफ्नो लोकल खाना, आफ्नो लोकल परिकार घरमा खाने, त्यो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजाइनको रूपमा उहाँहरूले प्रस्तुत गर्न सक्नु भएको छ। त्यो पुरै देशले सिक्न जरुरी छ। सिकाउने हेन त चितवनवासीले पुरै विश्वलाई टुरिज्म प्रमोसन। राम्रो कुराहरू यहाँको ठाउँहरूको धेरै छन्। एउटा समस्या रहेछ यहाँ, हरेक वर्ष न्युजमा देख्न पाइन्छ किसानले बाटोमा दुध पोखाएको, तरकारी फालेको। त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको, किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ। केही सीमित बिचौलिया, केही सीमित नेताहरूको एउटा सिन्डिकेटले गर्दाखेरि पारी जुन अनुदानले कृषि हुन्छ त्यो सस्तो जस्तो देखिन्छ। त्यो सस्तो तरकारी यहाँ ल्याएर यहाँको किसानको मूल्य चाहिँ महँगो जस्तो देखाएर एउटा